तपाईले कहिले सोच्नु भएको छ, डर वास्तवमै बाहिर हुन्छ कि हाम्रो मनले बनाएको एउटा छाया मात्र हो? धेरै पटक हामी त्यसै कुराबाट डराइरहेका हुन्छौँ जुन अहिलेसम्म भएको नै छैन। हाम्रो दिमागले भविष्यका नकारात्मक दृश्यहरू बनाउँछ अनि हामी ती कल्पनालाई सत्य ठानेर चिन्तित हुन्छौँ। नघटेको हारको पीडा, नआएको समस्याको बोझ र अस्तित्वमै नभएको डरले हामीलाई थकित बनाइरहेको हुन्छ। तर सत्य के हो भने वर्तमान क्षणमा डरको शक्ति कमजोर हुन्छ। जब तपाईँ अहिलेको सास, अहिलेको काम, अहिलेको कदममा केन्द्रित हुनुहुन्छ, तब मनमा बनाइएका भ्रमहरू आफै टुट्न थाल्छन्। त्यसैले एउटा बानी बसाल्नुहोस्, भोलिको कल्पनामा हराउने होइन, आजको वास्तविकतामा जिउने। जे तपाईको हातमा छ त्यसमा काम गर्नुहोस्। सानो कदम चाल्नुहोस्, किनकि एक्सन नै डरको सबैभन्दा ठूलो औषधि हो। याद राख्नुहोस्, डर धेरैजसो समय सत्य होइन, केवल कल्पना हो। वर्तमानमा बाँच्न सिक्नुभयो भने तपाईको बाटो आफै उज्यालो हुँदै जानेछ। तपाईको जीवनमा अहिले सबैभन्दा ठूलो डर के हो? कमेन्टमा साझा गरौँ।